Hello guys, welcome back to our channel. आज चाहिँ हामी के फेस्टिभल अरे टुलिप फेस्टिभलको लागि चाहिँ भ्रमण गर्न जाँदैछौँ। कुन ठाउँ? छुङछङ नाम्दो। यहाँदेखि चाहिँ लगभग 160 किलोमिटर जति छ अरे। लगभग कति 2 आवर्स जस्तो लाग्छ। धेरै लाग्छ। 2 आवर्स बेसी लाग्दो रहेछ। अनि हामी चाहिँ जाँदैछौँ। आजको यहाँको वेदर चाहिँ इट्स कुल, चिसो चिसो छ, घाम लागेको छैन। आजको यहाँको वेदर चाहिँ यस्तो छ गाइज, यु क्यान सी। अहिले उल्छ एकछिनमा 12 बजेदेखि। घरदेखि चाहिँ बाटो लागिसकेको। अब जहिले जहिले त्यही रुट हो होइन नि, अलिक फाल्टो रुट हो। खोसङदोरबाट जाने भयो ए ओके, हाइवे छिरेर। आज चाहिँ हाइवे हुँदै जाने रहेछ। आज चाहिँ अर्को अलिक हामी जहिले हिँडिराख्ने बाटोभन्दा अलिकति अर्कै बाटोबाट जाने रहेछ। म चाहिँ त्यो बाटोहरू चाहिँ क्याप्चर गर्छु गाइज। किप अन ट्युनिङ। दुःख गरी पानी ल्याउने पानीको मालिक चाहिँ बन्न खोज्ने त फटा। गीतै छैन, गीतै नहोस् गीत गाएर टिक टिक 10 रगड होइन। तपाईँ मेरो 1 पोइन्ट आयो है। रगड होइन त। Some peace in the stations that I throw on, but I wish there was a song with your name as the title. Oh yeah, I wish there was a song with your name as the title. हामी चाहिँ कहाँ आइपुग्यौँ? यो सत्सन युगेसम्म। गाडी चढेपछि टाउको दुख्छ क्या मलाई चाहिँ। हामी चाहिँ अब एकछिन यहाँनिर रेस्ट रुम गएर अनि त्यस पछाडि फेरि अगाडि बाटो लाग्छौँ। कहाँ हिँडेको?
आँखा फुटै गएछ क्या कहाँ हिँडेको कहाँ हामी पिसाब हेर्नु मोबाइल कति चार्ज भयो तिमी कति भयो हामी चाहिँ अब कति टाइम लाग्छ यहाँदेखि 1 घन्टा आधी घन्टा 1 घन्टा 1 घन्टा अझै टाउको दुखिसक्यो गाइज मेरो अब यहाँ रेस्टुरेन्टबाट अगाडि लाग्यौँ यहाँनिर मेरो हस्बेन्डले चाहिँ पेट्रोल लाउँदै हुनुहुन्छ अब हामीलाई चाहिँ यहाँदेखि 1 घन्टा जस्तो लाग्छ अरे अनि आज एकदम शीतल छ घाम पनि छैन यहाँनिर चाहिँ अनि फेरि मलाई चाहिँ गाडी चढ्ने बित्तिकै यस्तै हुन्छ अलिकति नौजियाहरू भइहाल्छ गाडीमा हिँड्दाखेरि त्यही भएर अलिक गाह्रो भइरहेछ कतिखेर पुग्ने पुगेर अनि त्यस पछाडि एकछिन घुमेर हामी फर्किन्छौँ some peace in the stations that I throw on, but I wish there was a song with your name as the title. Oh yeah, I wish there was a song with your name as the title. समुद्रको पनि भित्र टनेल होइन त्यो पार गरेर आएको कस्तो मिस भयो अरे तपाईँलाई के भन्नु र विकसित देश हुनु पनि समुद्रको भित्र पनि टनेल हुन्छ है सकेन बा त्यही त अब चाहिँ कति हामीलाई यहाँनिर चाहिँ 20 किलोमिटर छ यहाँदेखि चाहिँ अब हामी अगाडि जाँदैछौँ 20 किलोमिटर छ त्यस पछाडि 20 किलोमिटरमा हामी ठ्याक्क हाम्रो डेस्टिनेसन पुग्छौँ त्यस पछाडि हामी केही बेर त्यहाँनिर एकछिन फोटो त्यस पछाडि फोटो खिच्छौँ अनि हामी त्यस पछाडि फर्किन्छौँ होइन त ठिकै छ अब के हुन्छ यसो हेरौँ न ओके गाइज अपडेट भयो है त Wish that I could cough out my emotions in a healthy manner and just become the right person that actually matters. And every day I drive my car to my little job.
find some peace in the stations that I throw on. But I wish there was a song with your name as the title. Red light, green light, yellow light. Red light, green light, yellow light. उदै घण्टा भयो हामीको मी कति कति बजे पो हिँडेको all the time पार्किङकै समस्या हुन्छ 잠시 후 좌회전입니다. 이어서 50m 앞 좌회전입니다. हामी चाहिँ फाइनली यहाँनिर पार्किङ पनि गरिसक्यौँ होइन अब चाहिँ के कहाँ हो जानु अब अगाडि बढ्दैछौँ गाइज हेरौँ कहाँ पुगिन्छ ओहो के साह्रो ह्यान्डसम हौ ओ माई गड के साह्रो ह्यान्डसम हो ओ माई गड टिलिक्कै टल्किनु भएको छ त तपाईँ त हेलो गाइज हामी चाहिँ यहाँनिर फाइनली पुग्यौँ तर यहाँ चाहिँ पुरै टिकट काट्नुपर्ने रहेछ टिकट सिस्टम रहेछ टिकट काटेर मात्रै भित्र पस्नुपर्ने रहेछ अनि मेरो हस्बेन्ड चाहिँ त्यहाँनिर टिकट काट्नलाई भित्र जानुभएको छ पुरै लाइन लाग्नुपर्ने रहेछ टिकटको लागि काट्यो टिकट पनि काट्नलाई हामी चाहिँ यहाँ फाइनल्ली भित्र खाने भित्र छिरिसक्यौँ लुक ओह माई गॉड कस्तो राम्रो टुलिप हेर न टुलिप गाइज यु क्यान सी कस्तो मजाले फुलेको गाइस हामी चाहिँ यस्तो राम्रो ठाउँमा आएको छौँ है हेर्नु होला भनेर भन्छु म के हो यस्तो Они сделали, видишь, так, чтобы можно было присесть и вот так вот. कस्तो भइरहेछ त तिमीलाई आज फुल मौसममा तिम्रो एकदम फेभरेट फुल मौसममा आएर कस्तो फिल भइरहेछ कलर भेराइटी पनि के हो यस्तो कलेजी गुलाबी अनि येल्लो रेड पर्पल ल फोटो खिच है बुढी कस्तो मजाले फुलेको गाइज टुलिप चाहिँ एकदम वान अफ माई बेस्ट फ्लावर है कस्तो मजाले कलर पनि कस्तो हेर कति धेरै कलरै कलर वा यस्तो यो रियल यहाँ भिडियोमा भन्दा पनि अझ रियलमा चाहिँ कस्तो राम्रो देखाएको छ कि क्यान सी टुलिप
त्यही त भनेको टुलिप त्यसै मनपर्छ त मलाई त्यही भएर मन परेको हो साँच्चीकै फुल हो यो हो त्यही त हो कस्तो राम्रो छ क्या फुल अनि केही भन्नु छ यो टुलिपको बारेमा कस्तो लाग्यो त तपाईँलाई बुढीको फेभरेट फ्लावर कस्तो लाग्यो त राम्रो लाग्यो किन कलरको भएर किन मन परेको रहेछ बुढीलाई जस्तो लाग्यो राम्रो भएर धेरै कलरको अरूभन्दा अलिक गाढा अलिक कुन चाहिँ रातो पहेँलो कति कलरै नचिने यहाँ हेर न यसलाई चाहिँ अलिकति लामो बनाएको रहेछ होइन त्यसलाई चाहिँ छोटै बनाएको रहेछ क्या के साह्रो हो रमाइलो भइरहेछ कस्तो धेरै रमाइलो भइरहेछ एकदम धेरै फुलको बगैँचामा आएर मनै शान्त भइरहेको उसकै मात्रै अनुहार तिम्रो नि खिचिरहेको तिम्रो नि खिचिरहेको छु त आफ्नो भन्दा खिचिरहेको के फुल हो यो कहाँ यो चेरीमै पाउँछ खोछाङमा टन्नै टुलिपमा खिच न आमा टुलिपमा कस्तो दामी यो भिडियो पछि हेर्नु मजा आउँछ फोटोभन्दा नि मलाई त भिडियोै मजा लाग्छ अबै कस्तो राम्रो कुकुर हो यहाँ पो दामी रहेछ त अघि भनेको नि तिमीलाई यहाँ जाउँ भनेको यस्तो दामी ठाउँ रहेछ फुल त सबै खिचिरहेको छ नि यहाँ एकछिन डुलौँ न कस्तो हेर्नु न के साह्रो राम्रो हो क्या यहाँ त फुल नै लाग्दो रहेछ यो चाहिँ रोपेको रहेछ कि कस्तो राम्रो हो त्यत्तिकै हुन्छ र टुलिप टुलिप इज टुलिप क्या चेरी पनि टक्क जाऊँ न अनि हेर्नु न यो कस्तो राम्रो फुल यो पनि है कति धेरै फुलहरू क्या यो कोरियनहरू सजाउने कुरामा चाहिँ नम्बर 1 नै हुन्छ नि है एकदमै हेर्नु न अब सब कुरालाई हरेक कुरालाई कस्तो मजाले मेन्टेन गरेर सजाएको छ त नि हो र के खाने त ओ ह्यान्डसम यस सरी ह्यान्डसम भनेको त यस भन्छ तपाईँ केही खाने हो त केही खाने हो यहाँ चाहिँ पुरै फुड स्टलहरू राखिरहेछ गाइस मेला जस्तै हाम्रो नेपालको महोत्सवहरूमा स्टलहरू फुड स्टलहरू राखेको जस्तै रहेछ के खाने हो त तपाईँ चाहिँ अमेरिकानै अब वाउ सी हेर्नु कस्तो राम्रो पछाडि हेर्नु न चाहिँ ट्रेन पुरै यहाँनिर चाहिँ उ गर्नुपर्ने रहेछ कि टिकट काटेर सायद चढ्नुपर्ने होला घुमाउनु जाउँ न त जाने भए तपाईँ खाने अमेरिकानु भयो खानु न
भए पनि घुमौँ न यहाँ माथि जाउँ न त हेर त घुम्ने ठाउँ त कति हो नि गाइस यो कहिलेसम्म हो मेल छुक्छ रे अब 6 तारिक 6 तारिकसम्म छ है लु है तपाईहरु पनि आउनु होला एकचोटी घुम्नलाई त कस्तो धेरै रमाइलो प्लेस क्या यु क्यान सी घुम्नलाई त कति धेरै रमाइलो नि ठाउँ हामीलाई चाहिँ यहाँनिर भोक लागि पनि सक्यो अनि मेरो चाहिँ यहाँनिर ब्याट्री पनि चार्जमा त लाएको थिएँ तर चार्ज नै टिकेन ब्याट्री लो भएर इट्स 13% ओन्ली अब म कतिखेरसम्म ब्याट्री मेरो टिक्छ त्यतिखेरसम्म म भिडियो बनाउँछु अनि त्यस्तो साह्रो मेरो हस्बेन्डकोबाट भिडियो बनाउँछु हामी चाहिँ अब यहाँनिर केही पाउँछ कि केही खान्छौँ के रहेछ के ल गाइस हामी चाहिँ अब यहाँ पेट पूजा गर्छौँ एकछिन भए पनि लाइनमा गाइस खानुको लागि And finally we got this. हाम्रो चाहिँ यहाँनिर पेट पूजा पनि सक्यो होइन डरु भोक लागिरहेको थियो भोक लागिरहेको थियो हामीले चाहिँ अब यहाँनिर खाइ पनि सक्यौँ अब घुम्ने अब फेरि एकदम घुम्ने अझै घुमिसकेकै छैन यति ठुलो एरिया छ घुमिसकेकै छैन अझै घुम्ने के सानो छप्याक गरेको तोरी बालेर खोजेको कताबाट हो फोटो खिच्दै होइन ऊ यहाँ हात बाँधेर बसिरहेको फोटो खिच्नु भएको हो के हो ए मजा पछाडि हेर्छ नि कहाँबाट फोटो खिच्दै हेर बेबी है रोपेकै रहेछ Guys, you can see such a beautiful scenario. यो चाहिँ सब रोपेकै हो टुलिप कस्तो दामी टुलिप गार्डन such a relief. कहाँ छौँ अहिले छुमछम नाम्रोको के हो कस्तो राम्रो अगाडि चाहिँ समुद्रको अगाडि समुद्र हेर्दै बसिरहेको छ कस्तो पिस छ चिसो पनि रहेछ हावा चलिरहेछ गाइस यता हेऱ्यो फुल उता हेऱ्यो फुल ओहो कस्तो रमाइलो ठाउँ छ नि यहाँ हामी चाहिँ यहाँनिर पुरै फुलको बिचमा बसिरहेको छौँ अनि उता चाहिँ छेउमा चाहिँ फादा छ फादा चाहिँ एकदम त्यहाँ चाहिँ चिसो छ अनि यहाँ चाहिँ मजाले घाम लागेको रहेछ र न्यानो भएर बुढा र बुढी चाहिँ चट्टसँगले कफी खाँदै We are enjoying the moment right now here. Cheers. It's such a beautiful place. Wow, you can see, hey guys. एकचोटि चाहिँ आउनै पर्ने रहेछ हैन के भन्नुहुन्छ तपाई
ए मिलन दाइले त यो पो पठाउनु भएको रहेछ त अर्को हप्ता यो ठाउँ जानु पर्ला हामी चाहिँ अब लगभग हामी घुमिसक्यो अब हामी लगभग घुमिसक्यो अब एकछिन बसेर त्यस पछाडि हामी घर फर्किन्छौँ गाइज अहिले चाहिँ ठ्याक्क 3:17 भएछ अनि त्यस पछाडि हामी अब अहिले 4 बजीतिर फर्किन्छौँ गाइज यहाँभित्र चाहिँ पुरै फ्लावर्सहरूको चाहिँ नामसहित रहेछ बास्ना छ हो त्यस्तो हुन्छ आउँदैन होला हौ बास्ना यसको आउँदैन नि त बास्ना बास्ना आउने फुलै होइन त यो यहाँ पुरै बास्ना गर्दै हिँड्दै हिँड्नुहुन्छ वा ऊ त्यसको आउँदैन राम्रो यसको आउँछ क्या सुमन बास्ना वा आएन 감사합니다 여보 यो ड्रामाको हिरोइन जस्तो देखिरहेको अहिले फोन गरिदिन्छु मैले चाहिँ यहाँनिर जस्तो मेरो बुढाले चाहिँ मलाई गिफ्ट पनि दिनुभएको छ यो पनि मेरो गिफ्ट हो अब गाइस अब चाहिँ हामी चाहिँ घर फर्केको मैले चाहिँ मेरो हस्बेन्डले चाहिँ यहाँनिर के अरे सनमल पनि गिफ्ट पनि पाएको छु ब्युटिफुल फ्लावर अब चाहिँ हामी घर जाने होइन अब हामीले चाहिँ यहाँदेखि लगभग घुमिसक्यो अब चाहिँ हामी घर फर्किन्छौँ मेरो चाहिँ ब्याट्री लो भएर ओहो कस्तो गर्मी रहेछ तातो न तातो आथा ओके गाइज आजको चाहिँ हाम्रो दिन एकदमै रमाइलोसँगले बित्यो मेरो बुढालाई चाहिँ अझै बसौँ लागिरहेको थियो होइन के भयो अरे आजको दिन एकदम स्वर्गमा आए जस्तो लाग्यो एकदमै फुलहरू एकदम कस्तो मजाले फुलेर एकदमै धेरै रमाइलो थियो वातावरण चाहिँ अनि हामी चाहिँ लगभग निकै बेरसम्म लगभग कति निकै बेर घुम्यौँ होइन 2-3 घन्टै घुम्यौँ होला अनि एरिया पनि धेरै ठुलो थियो अनि सबैतिर एकदमै धेरै राम्रो एकदम रमाइलो भयो गाइस अब मेरो त्यो तपाईँहरू पनि यता नजिकै हुनुहुन्छ भने घुम्नलाई एकचोटि चाहिँ आउनलाई एकदम वर्थ इट रहेछ प्लेस चाहिँ कुन ठाउँ अरे ठाउँ चाहिँ कुन अरे म तपाईँहरूलाई त लोकेसन छ होइन लोकेसन छ होइन म तपाईँहरूलाई त्यहाँनिर लिङ्कमा चाहिँ लोकेसन राखिदिन्छु त्यो लोकेसनलाई ट्र्याक गरेर तपाईँहरू आउनु सक्नुहुन्छ एकदम राम्रो रहेछ
ठाउँ चाहिँ गाइज हामीले चाहिँ घुमेर रमाइलो गऱ्यौँ। ओके, अब मेरो भ्लगलाई पनि यहीँनिर इन्ड गर्छु। अब आजको दिन चाहिँ एकदम धेरै रमाइलो भयो। त्यही हो, घाम लागिरहेको छ। जोस् मौसमले पनि साथ दियो। बिहान चाहिँ एकदम धुम्म थियो, अहिले चाहिँ घाम लागेर ठिक्क मौसम भएको छ। ओके गाइज, अब अर्को भिडियोमा फेरि भेटौँला। आजको लागि चाहिँ म यो भिडियो यहीँ एन्ड गर्छु। ओके, अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला अनि भिडियोलाई लाइक कमेन्ट गरिदिनु होला गाइज। सी यू, टेक केयर, बाई। समुद्रको भित्रबाट टनेल